यो हलो जोत्ते भनेपछि दिउँसो बिहान राति बेलुका कति पटकसम्म हलो जोतेको मनपर्छ? गुड क्वेश्चन। 15-16 चोटि। आम्मा डोज त यसको त त्यसो भए मर्नु भेग्रा खानु कि यासो गुम्बा? मैले के भन्यो भने तिमीभन्दा अलिकति मोटी थिए हेरौँ ल म जस्तो लुती पाइस् भने कान काटेर फाल्छु कृष्णवीरमा गएर हाम फाल्छु भन्थे। कान्छी एकताल मेरो गर्लफ्रेन्ड बन्दे भाइ एकतालमा नम्बर दिने फोन गरिदियो भाइ। ये मेरा सैमसंग का नंबर है, मुझे 4 बजे फोन कर। लट्टुको बुढी हो भनिदेऊ ल कान्छी। त्यति मात्र भनिदेऊ भाइ, त्यति मात्र भनिदेऊ ल। तो साला बहुत नीच आदमी रहे। ल कान्छी किन? उसले मैले भनेको थियो कि म जस्तो गर्लफ्रेन्ड खुलित्तै पाउलास भनेर गएको थियो कि ब्लक गरेर गएको थियो लुती। तिमी जतिको राम्री थिएन हो, तिमी जतिको राम्री थिएन। टाउको यत्रो थियो, जिउ मात्रै लुती थियो त्यसको। अनि तिमी त्यो सर्लक्कै ज्यान हेराउ त आमै ज्यान हेराउ त। अच्छा अबै यिनले फेरि नक्कल नाइटो देखाएर बस्छ। नाइटो नदेखाउ न हौ राति। अबै हेराउ त केले छोका चाहिँ अलिकति छोप न, केले छोप न, यस्तो नाइटो छोप न कान्छी, नाइटो छोप त कालु हो। फेरि जम्मै नछोप न, अलिकति मात्र के, जम्मै होइन थोरै हो यतिको त हुन्छ। अनि तिमीले के लगाएको? जिन्सको कटु लगाएको, जिन्सको पेन्ट लगाएको? ठिक छ, खुसी लाग्यो। तिमीले भन्छ कालो मनपर्छ है? कालो ए केटा है यो त छाडा होइन है, यो त बुबु छोप्ने हो, छाडा होइन है यो त। यसले फेरि हजुर तपाईँ लगाउनुहुन्छ? अबे साले म त लाउँदिनँ नि, तर लाउन सिकाउँछु कान्छु। कहिले कहिले यो क्लिप छ नि, यो ब्राको क्लिप, यो कहिले काहीँ यो उल्टो लाउँछन् त कहिले कहिले यौन सम्पर्क गरेपछि। जान्दछौ यौन सम्पर्क भनेको? खै सिधा बुझाउँथे, आज पाठ पढाउन मिल्दैन। यौन सम्पर्क भनेको नानी बनाउनु के हो। त्यो बेलामा हतारमा कहिले काहीँ यो कता यो सिउरिन्छ नि, त्यति त घोज्छ क्या, यो पिनले घोज्छ। अनि म राम्ररी सिकाउँछु के। प्यारी समझ गई। तिमीले यो लगाएको छैन र यो? कहाँ उल्टो लगाउनु र? अनि यति बेला लगाएको छैन? यति बेला भट के लगाए जस्तो देखिन्छ र गाइस? छैन, डोरी त छैन। बड़ा हरामी हो बेटा। तर तिमीले लगाएको होला, त्यो डोरी नभएको तल मात्र बान्ने के, तर मात्र लगाएको होला। तर आँखा त कान्छी हामी त सिधा हेर्छौँ, अघिदेखि हेरिरहेको छौँ। हाम्रो लुती त साह्रै राम्रो हो। आछि ठुक्का के आयो? त्यही सुन्नु भएको कसको हो त्यो? छिरी खाएर आएको, कागती खाएर आएको। यसो के त्यो बाघलाई त्यो सिनो खाएपछि यसो सिनो हेर्दाखेरि बाघलाई पनि त खाम लाग्छ। यसो के तिमी कति पानीपुरी खान्छौ? पख मेरो पानीपुरी खाँदैन, म चटपटी खान्छु। चटपटी खान्छौ? मैले कान्छु अलिकति पर सरे त हुन् त, अलिकति यो कसो थियो थोरै आज अलिकति भात हुन् त। एकदम कड़क माल है ना। कान्छु घरकाले कहिले बिहा गर भन्छन्? मलाई बेनगर भन्नुहुन्छ। किन बेगर्ने? बेगरेर के काम? यसो हो नि, साना छे अब ज्वाइँले अब रातभर दुखा देला, सानी छ्याम्री छोरी दुखा देला, त्यही भएर भन्यो होला। मान्छे सक्छौ, बिहा गर्न सक्छौ, जातले पाएको हो, अब भगवानको सृष्टि हो, नारी हो। बिहा गर्दा मनले खाएको केटो छ भने हुन्छ, गर्दा हुन्छ। तर गरुङसँग त बिहा नगर है, गरुङ केटाहरूसँग त बिहा नगर। ठिक्कको के समझ रहे हो ना? ठिक्कसँग बिहा गर्नु। यो हेर्सी आयुष डेढे जस्तो ठिक्कसँग बिहा गर्नु। कस्तो केटा मनपर्छ हौ? तर साँच्चै ज्यान त तेरिको मस्त हो। जिस राह पे तुम चल रहे हो बेटा, एक दिन पूरी तरह फंसोगे। कान्छी कस्तो केटा मनपर्छ हौ कान्छी? मलाई कस्तो केटा मनपर्छ? मलाई हलो जोत्ने केटा मनपर्छ। कङ्ग्रेचुलेसन। अब मेलो गयो, अब मेरो लाग्यो भनेपछि हलो जोत्ते भनेपछि दिउँसो बिहान राति बेलुका कति पटकसम्म हलो जोतेको मनपर्छ? अरे कहना क्या चाहते हो? 15-16 चोटि।
मामा डोज त यसको त त्यसो भए मर्नु भेरेर खानु कि यासो गुम्बा नहीं 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 होइन यता त नगर है बिचारो हेर त पाप पो लाग्छ मलाई उहाँ गर्दाखेरि टिङ 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 कौन है ये लोग कान्छी उभा त एकताल उभा त कान्छी कतिको मासु पो छौ एकताल उभा छ मलाई त चुप फान भन्नु ड्युटी न त चुप फान भन्नु म उभिन्छु नै उभिन्न तर ज्यान त मस्त मारेको छ तर होइन कान्छी दूरबीनले अब दूरबीनलाई अलिकति अब हलो कतिको जोत्दो रहेछौ बिचारो ओए मैले फेरि पु भनेको छैन केटा पु भनेको छैन है बोल तू खुद को गलत बोल तू खुद की औकात देख तू अपनी गर्बान में झांक के देख त्यो कसले रेकर्ड गरेको छ रेकर्ड गर पु भनेको छैन नि फेरि मैले म हलो जोत्न मन अब ए कान्छी हो हजुर म त साह्रै खुसी भएको थिएँ इनारै होला भन्दै कुवा पो रहेछ त कुवा देखा आपने लापरवाही का नतीजा है अलिकति गतिलो पो रहेछ हौ त्यो के भन्छ गैरी खेतमा त्यो पानीको मुहान त कुवा त निकै पो रहेछ होइन कान्छी हो हुन त हो अब कहिले कहिले सरप्राइज हुन्छ साना साना मान्छेहरूका चाहिँ साना त्यो पोथीले पनि ठुलो अन्डा पार्छ कान्छु ब्रेकअप भा हो राजाजी ब्रेकअप भनेपछि अहिलेसम्म यसो कहीँ यसो हलो जोताएको छ कि छैन बारीमा म के भनेको मकै छर्ने बेला नै भइसक्यो पाक्न लागिसक्यो भनेपछि मकै चाहिँ छर्या छौ मकै छर्छ नि गाउँमा के भन्न खोजेको मैले के बुझेन तर साह्रै राम्रो हो पुत्ती सरी फेरि छाडा बोले चुप्प फाल न गैरी खेत यो कहिलेकाहीँ मुख चिप्लिहाल्छ के साह्रै राम्री कान्छी त कान्छी छोरी हो म कान्छी होइन म माइली हो ल एकताल मलाई मजाले बोल्न मन लाग्यो म आफैले म्युट गरेँ है एउटा के अरे उफाल न हाँस मलाई कस्तो